सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईँहरू मलाई सुनिदिनु लागि हेरिदिनु लागि तपाईँहरू आइदिनु भएको छ, धन्यवाद। अनि आशा गर्छु तपाईँले मेरो पुरानो भिडियोहरूलाई हेरिदिनु भयो। यो चाहिँ मेरो थर्ड भिडियो हो है। अनि जसरी मैले पुरानो सेकेन्ड भिडियो बनाउँदै थिएँ, त्यसमा धेरैवटा फिडब्याक आयो, त्यसमा मैले मेरो भोइस राम्रो सुनेन भनेर तपाईँले भन्नुभएको थियो। अनि त्यसरी मैले आज यो सेटअप ट्राई गरेको छु है। आशा गर्छु यो सेटअप तपाईँहरूले यसको बारेमा फिडब्याक तपाईँले दिनुहुनेछ। अनि म इम्प्रुभ गर्ने अझै कोसिस गर्नेछु, अझै मेरो एडिटिङहरू राम्रो गर्ने कोसिस गर्नेछु इन फ्युचरहरू है। सो आज चाहिँ म तपाईँहरूको अगाडि एउटा विषयलाई लिएर आएको छु, त्यो थियो खुसी, ह्याप्पिनेस। अनि हामी कसरी खुसी हुने, हामी खुसी भनेको के हो, अनि खुसी दुःखमा पनि खुसी कसरी हुने विषयलाई चाहिँ तपाईँको अगाडि म राख्नेछु। आज म तपाईँलाई दुईवटा पोइन्टको बारेमा भन्न गइरहेको छु। एउटा हो एब्सोल्युट ह्याप्पिनेस, अर्को रिलेटिभ ह्याप्पिनेस। एब्सोल्युट ह्याप्पिनेस भन्नाले के बुझ्न सक्छ भन्दाखेरिको पूर्ण खुसी र रिलेटिभ ह्याप्पिनेसले बाहिरी खुसी, या फिर हामीले एब्सोल्युटलाई भित्री खुसी बुझ्न सक्छौँ र रिलेटिभलाई बाहिरी खुसी। सो आजको यो सेसनलाई सुरु गर्नेछौँ। रिलेटिभ ह्याप्पिनेस के हो त? रिलेटिभ ह्याप्पिनेस भनेको, बाहिरी खुसी भनेको के हो त भन्ने कुरालाई हामी छोटो रूपमा हेर्नेछौँ। बाहिरी खुसी, जब हामीले कुनै पनि कुरालाई बाहिरसँग जोड्न थाल्छौँ, कुनै पनि कुरालाई हाम्रो खुसीहरूलाई बाहिरी व्यक्तिहरूसँग जोड्न थाल्छौँ, बाहिरको कुराहरूसँग जोड्न थाल्छौँ, त्यतिखेर चाहिँ हामी के हुन्छौँ भन्दाखेरिको हाम्रो खुसीलाई चाहिँ हामीले सौदा गर्दै गरेको हुन्छौँ। कुनै पनि व्यक्ति या फिर कुनै पनि चिजमा चाहिँ हामीले जब हाम्रो खुसीलाई राख्छौँ, तब चाहिँ के हुन्छ भन्दाखेरिको हामी तब चाहिँ एक्लै भइपठाउँछौँ। किन भन्दाखेरिको हाम्रो खुसी चाहिँ के हुन्छ, त्यो व्यक्तिमा हुन्छ। अनि एब्सोल्युट ह्याप्पिनेस भनेको चाहिँ के हो भन्दाखेरिको, जब हामी साँच्चै नै भित्रबाट खुसी हुन्छौँ, जब हामीलाई बाहिरको कुराहरूले फरक पर्नु छोड्छ, जब हामी कुनै जग्गामा जाँदाखेरि अर्काको भनाइले पनि हामीलाई फरक गर्दैन, जब हामी आफैसँग कनेक्ट हुन्छौँ, अनि जब हामी गडसँग कनेक्ट भएर हामी बस्छौँ भने हाम्रोमा एउटा आनन्द हुन्छ। त्यसैले फिलिपी 4:4 लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर। आनन्द गर भन्ने कुराहरू चाहिँ के हो त? आनन्द भनेको के हो त? एब्सोल्युट ह्याप्पिनेस भनेको के हो त भने चाहिँ प्रभुमा सधैँ आनन्द गर भनेको छ। प्रभुमा सधैँ आनन्द गर भनेको चाहिँ त्यो सफरिङमा पनि आनन्द गर भनेको, दुःखमा पनि गर, सुखमा पनि गर है। हरेक समय नै हामी चाहिँ ह्याप्पी हुने प्र्याक्टिस गर भनेको हो। अनि हामी चाहिँ खुसी हुनु जरुरी नै छ। हामीले चाहिँ बाहिरको कुराहरूमा त्यो एक्सपेक्टेसन नराखेर, मन नलगाएर, जब भित्रबाट नै हामी जब खुसी हुन सिक्छौँ, प्र्याक्टिस गर्न थाल्छौँ भने हामी डेफिनेटली हामी ब्लेस्ड हुन्छौँ। अनि बाइबलले हामीलाई त्यही कुरा सिकाउँछ। खुसी हुनु चाहिँ के हो भन्दा, खुसी हुनु चाहिँ डिसिप्लिन हुनु। खुसी हुनु भनेको चाहिँ प्र्याक्टिस गर्नु कुरा हो। बाइबलले हामीलाई के सिकाउँछ भन्दाखेरिको हिब्रू 12:11 के लेखिएको छ भन्दाखेरिको, सबै अनुशासन हालको निम्ति मजाको हुँदैन तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल अर्थात् धार्मिकताको फल दिन्छ। सबै अनुशासन, सबै कुरा डिसिप्लिन चाहिँ के हुन्छ, फर्स्टमा चाहिँ दुःखको हुन्छ। साह्रो पर्छ हामीलाई डिसिप्लिन गर्नु, चाहिँ साह्रो पर्छ। तर के भनेको छ भन्दाखेरिको दुःखको हुन्छ, तर पनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, पिसको फल आउँछ भनेको छ है। सो बाइबलले हामीलाई डिसिप्लिन हुने कुरा सिकाएको छ। जब पनि हामीले हाम्रो खुसीमा पनि डिसिप्लिन हुन थाल्छौँ है, खुसी हुने प्र्याक्टिसहरू गर्न थाल्छौँ, अनि फर्स्टमा त हामीलाई एकदम साह्रो पर्छ, सानो सानो कुरामा खुसी हुनु साह्रो पर्छ। तर जब हामीले त्यो कुरालाई चाहिँ दिनरात डिसिप्लिन भएर हामीले त्यो कुरा प्र्याक्टिस गर्न थाल्छौँ, के हुन्छ भन्दाखेरिको हामीलाई पछिबाट चाहिँ शान्ति मिल्छ, बाइबलले भनेको छ। र अब हामी खुसी कसरी हुने भन्ने कुरालाई बुझ्नेछौँ। र सबैभन्दा पहिला तपाईँले सोच्नुहोस्, जब तपाईँले कुनै पनि कुरालाई धेरै ध्यान दिनुहुन्छ, त्यो कुरा के हुन्छ, बढेर जान्छ है, धेरै केयर गऱ्यो भने। अनि फर इक्जाम्पल तपाईँले धेरै रिस गर्नुहुन्छ, अनि तपाईँले रिसमै मात्रै फोकस गर्नुहुन्छ भने तपाईँ रिसै मात्रै बस्ने व्यक्ति हुन्छ। त्यस्तै तपाईँले नोक्सानीमा बेसी ध्यान दिनुभयो भने तपाईँ नोक्सानी हुनुहुन्छ। त्यस्तै खुसी पनि त्यस्तै कुरा हो। जब तपाईँले खुसीलाई ध्यान दिनु थाल्नुहुन्छ, खुसी हुने कुराहरूमा मन लाउनु थाल्नुहुन्छ, अनि सानो सानो कुरामा तपाईँले खुसी हुन थाल्नुहुन्छ भने, अनि त्यो चाहिँ तपाईँको लागि प्र्याक्टिस हो है। तपाईँलाई खुसी हुनु लागि चाहिँ पर्फेक्ट सिचुएसन चाहिँदैन, पर्फेक्ट समय चाहिँदैन है। तपाईँ हरेक समय खुसी हुन सक्नुहुन्छ। जसरी पावलले भनेको छ, सधैँ आनन्द गर,
त्यसरी नै हामी सधैँभरि आनन्द गर्न सक्छौँ। कसरी भन्दाखेरिको त्यो पर्फेक्ट समयलाई हामीले पर्खिनु हुँदैन, तर हामी चाहिँ हरेक समयलाई नै पर्फेक्ट बनाउनु कोसिस गर्नुपर्छ। अनि जब हामीले पर्फेक्ट टाइमिङको खोजी गर्न थाल्छौँ, पर्फेक्ट टाइममा म अब यति पैसा आएपछि म खुसी हुन्छु, मेरो यस्तो घर बनाएपछि खुसी हुन्छु, मेरो त नानी भएपछि खुसी हुन्छु, म बिहा गरेपछि खुसी हुन्छु, मेरो यो भएपछि खुसी हुन्छु, मेरो त्यो भएपछि खुसी हुन्छु। जब त्यो पर्फेक्ट समयलाई खोज्न थाल्छौँ भने के हुन्छ, समय बितेर जान्छ तर मान्छे कहिले खुसी हुन सक्दैन। त्यसैले खुसी हुनु लागि समयको जरुरत पर्दैन है। खुसी तपाईँ अहिले पनि हुन सक्नुहुन्छ। अहिले यो भिडियो हेर्दा पनि तपाईँले खुसीको प्र्याक्टिस गर्न सक्नुहुन्छ। ढिलो हुनु भनेको काम हुँदै नहुनु भनेको होइन, त्यो एक दिन हुन्छ। गडले हामीलाई, परमेश्वरले हामीलाई त्यो समयमा दिनुहुन्छ, तर हामी पेसेन्ट हुन सिक्नुपर्छ। ढिलो भन्नाले हामीले कोही बेला हामी लाग्छ हामी बिहाइन्ड भयो, हामी पछाडि भइपठायो, तर त्यस्तो होइन। पनिसमेन्ट जस्तो लाग्न थाल्छ, तर त्यो चाहिँ एउटा प्रिपेरेसनको टाइम हुन्छ। ढिलो जब हामीले गर्छौँ नि जीवनमा, त्यतिखेर चाहिँ प्रिपेरेसन हुँदै गरेको हुन्छ। हामी केही कुरा फ्युचरको लागि है परमेश्वरले हामीलाई के बनाउँदै गरेको हुन्छ। अर्को एउटा रिजन छ इम्पेसेन्स। जब पनि मानिसहरू इम्पेसेन्ट हुन्छ तब उहाँहरू खुसी हुन सक्दैन है। जब इम्पेसेन्सले भरिन्छ, मानिसको चिन्ता बढेर जान्छ। अनि जब हामीलाई लाग्छ कि हामीले भने जस्तो भइरहेको छैन, हामीले गर्नुपर्ने कामहरू भइरहेको छैन भने स्ट्रेस क्रिएट भएर जान्छ हाम्रो जीवनमा, हाम्रो माइन्डमा। अनि हामी अल्टिमेटली के हुन्छ भन्दाखेरि त्यो स्ट्रेसले गर्दाखेरि हामी चाहिँ अनह्याप्पी भइपठाउँछौँ है। जब हामी खुसीलाई खेद्न थाल्छौँ, जब खुसीको पछाडि भाग्न थाल्छौँ भने चाहिँ तब हामीले खुसी भेटाउन सक्दैनौँ। किनभने खेदाउनु भनेको नि के हो भन्दाखेरि आफ्नो रिचदेखिको बाहिर हो। तर खुसी भन्ने कुरा चाहिँ के हो भन्दाखेरि खुसी चाहिँ आफैभित्र हुन्छ है। खुसी चाहिँ आफैसँग हुन्छ, तर त्यो जस्ट के हुन्छ भन्दाखेरिको चाहिँ एक्टिभेट मात्रै भएको हुँदैन, त्यो चाहिँ हामीभित्र नै हुन्छ। र हामीले चाहिँ हाम्रो खुसीलाई चाहिँ हामीले बाहिर भन्दा पनि ज्यादा चाहिँ भित्र खोज्नु जरुरी पर्छ। धेरैचोटि यस्तो हुन्छ तपाईँहरूलाई मानिसहरूले, तपाईँहरू मात्रै होइन मलाई पनि मानिसहरूले धेरैचोटि डिसपोइन्ट गर्ने गर्दछ, हाम्रो मन दुखाउने गर्दछ। अनि हामीले भने जस्तो कुराहरू भइरहेको हुँदैन। अनि धेरैचोटि हामी परीक्षामा परिरहेको हुन्छौँ, क्या टेस्टमा परिरहेको हुन्छौँ। अनि जब यो समयमा, जब मान्छेले भनाइ गरेको समय, आफूले भनेको जस्तो केही पनि नभएको समयमा, अनि आफूले चाहेको केही पनि नभएको समयहरूमा, खालीपनाहरूमा पनि जब हामी खुसी हुन सिक्छौँ, तब चाहिँ हामीले आफूलाई पनि प्रुभ गर्छौँ। अनि हामीले संसारमा पनि प्रुभ गरिरहेको हुन्छौँ कि मलाई चाहिँ कुनै हावाहुन्डरी आउँदा पनि, कुनै किसिमको हुरी बतास आउँदा पनि उडाउन सक्दैन। अनि म भित्रबाट नै खुसी हुन सक्छु, म आनन्द गर्न सक्छु भन्ने कुरा हामीले बुझ्न सक्छौँ है। अनि अर्को कुरा चाहिँ के हुन्छ, धेरै मानिसहरू चाहिँ किन खुसी हुन सकिरहेको हुँदैन भन्दाखेरिको उहाँहरूले चाहिँ धेरै जसो आफ्नो मनमा धेरैवटा कुराहरूको बोझ बोकेर हिँडिरहेको हुन्छ। के कुराहरू भन्दाखेरिको कसैलाई क्षमा गर्न सकिरहेको हुँदैन, उहाँहरूले कसैलाई बिर्सिन सकेको हुँदैन, कतिजनाले गरेको कुराहरूलाई चाहिँ उहाँहरूले मनबाट हटाउन सकेको हुँदैन। अनि त्यो कुराले चाहिँ एकदमै मनमा धेरै दुःख दिइरहेको हुन्छ, धेरै मन भारी भइरहेको हुन्छ। त्यो दिन यस्तो नभइदिएको भए, यस्तो भइदिएको भए भन्ने कुराहरू भइरहेको हुन्छ। तर त्यो कुराहरूलाई बिर्सिनु चाहिँ एकदम जरुरी छ। हामीले फर्गिभ गर्नु पनि सिक्नुपर्छ, अनि फरगट गर्नु पनि सिक्नुपर्छ। हामी भुलिनु पनि सिक्नुपर्छ, क्षमा गर्नु पनि सिक्नुपर्छ। जब हामीले क्षमा गर्छौँ तब मात्र हाम्रो एउटा बोझ हल्का हुन्छ अनि हामी फ्री हुन सक्छौँ। तर जब हामीले क्षमा गर्नु सक्दैनौँ र त्यो कुरालाई बोकिरहेको हुन्छौँ, त्यो चाहिँ कस्तो हो भन्दाखेरिको त्यो चाहिँ यस्तो हो, हामीले चाहिँ पोइजन खायो अरे, अनि खाइसकेको बादमा चाहिँ त्यो मानिस चाहिँ अब मर्छ भनेर एक्सपेक्ट गर्नु जस्तै हो। र त्यो कुरालाई चाहिँ कसरी अब बुझ्नु भन्दाखेरिको चाहिँ त्यस्तो चाहिँ हुन सक्दैन है। सो त्यो कुराले चाहिँ हामीलाई नै नाश गरिरहेको हुन्छ, त्यो कुराले चाहिँ हामीलाई नै खतम गरिरहेको हुन्छ। सो त्योभन्दा बेटर चाहिँ हामीले त्यो कुरालाई नै रिलिज गरेको चाहिँ राम्रो हुन्छ, अनि खुसी खोजेको चाहिँ राम्रो हुन्छ। अनि यो कुराले चाहिँ हामीलाई के बुझाउँछ भन्दाखेरिको खुसी भन्ने कुरा चाहिँ सजिलो रूपले आउँदैन रहेछ भन्ने कुरा बुझाउँछौँ। इजी हुँदैन खुसी कमाउनु लागि चाहिँ हामीले धेरै दुःख गर्नुपर्छ भन्ने कुराहरू बुझ्छौँ क्यौ। अनि यो समयमा पनि हामीले जब खुसी हुन सिक्छौँ, त्यो चाहिँ एकदमै गहिरो कुरा हो, एकदमै ठुलो कुरा हो है। अनि हामीले भन्नुपर्छ कि म चाहिँ मेरो शान्ति चुज गर्छु, न कि त्यो कुरालाई, जुन कुराले चाहिँ मलाई तितोपना ल्याउँछ, जुन कुराले चाहिँ मलाई शान्तिदेखि हटाउँछ र जुन कुराले मलाई खुसी हुनदेखि रोक्छ, यो कुराले चाहिँ म हटाउँछु भनेर
हामीले चाहिँ हामीले आफैलाई चाहिँ भन्न जरुरी पर्छ। जब हामीले कसैलाई क्षमा गर्छौँ अनि तब त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरिको त्यो एनर्जी चाहिँ हामीमा हुन्छ है। अनि त्यो एनर्जी चाहिँ हामीले राम्रो कुरामा लाउन सक्छौँ, नयाँ कुराको सुरुवात गर्न सक्छौँ, नयाँ कुराहरूमा हामीले फोकस गर्न सक्छौँ। अनि जब हामीले त्यो नयाँ कुरा फर इक्जाम्पल हामीले हाम्रो खुसीमा इन्भेस्ट गर्न सक्छौँ त्यो एनर्जीहरूलाई, हामी खुसी हुन सिक्न थाल्छौँ सानो सानो कुरामा है। जब त्यो खुसी हुन्छ त्यो बढेर जान्छ है, जुन भविष्यमा चाहिँ पुरानो दागहरू हुँदैन। र अर्को कुरा के हो भन्दाखेरि जब हामीले आफूलाई अरूसँग कम्पेयर गर्न थाल्छौँ, जब हामीले आफ्नो सक्सेसलाई अरूको सक्सेससँग कम्पेयर गर्न थाल्छौँ भने त्यो पनि त्यस कुराले पनि हामीलाई दुःखी बनाउँछ है। त्यो कुराले पनि हामीलाई खुसी हुनदेखि रोक्छ। कम्पेयर गर्नु भनेको चाहिँ के हो भन्दाखेरिको जस्तै तपाईँको अब तपाईँ अनि मेरो च्याप्टर 1 चाहिँ कसैको च्याप्टर 10 सँग कम्पेयर गर्नु जस्तै हो है। किनकि यो चाहिँ मेरो सुरुवात हो भने कसैको चाहिँ अलरेडी पहिल्यै सुरुवात गरेको हुन्छ। सो कम्पेयर गर्नु चाहिँ अब राम्रो होइन। यदि तपाईँहरू पढ्दै गर्नुहुँदैछ, सिक्दै गर्नुहुँदैछ कुनै कुरालाई, या फिर तपाईँहरू केही कुरामा हात पाउ मार्नुहुँदैछ भने तपाईँले ट्रस्ट गर्नुहोस्। तपाईँहरू लागिबस्नुहोस्, इम्पेसेन्ट नहुनुहोस्, पेसेन्टली तपाईँले काम गर्नुहोस्। तपाईँहरू त्यो अन द वे नै हुनुहुन्छ सक्सेसको, तपाईँहरू त्यो बाटोमै हुनुहुन्छ। डेफिनेटली एक दिन परमेश्वरले तपाईँले त्यो जग्गामा पुर्याउनुहुन्छ अनि तपाईँले त्यो कुराहरू भेटाउन सक्नुहुन्छ। अहिलेको लागि चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ खुसी हुन सिक्नुपर्छ। यो प्रोसेसमा नै तपाईँहरू खुसी हुन सिक्नुपर्छ। किनकि त्यहाँ पुगेर पनि कतिजनाले भन्ने गर्छ, अघि मैले भने जस्तो फलाना यस्तो भइसकेपछि अन्त खुसी हुन्छ, तर त्यो खुसी हुँदैन। कुनै व्यक्तिले भन्छ म बिहा गरेपछि खुसी हुन्छु, तर त्यो मान्छेले बिहा गर्छ खुसी हुँदैन। म फेरि नानी भएपछि खुसी हुन्छ भन्छ, नानी हुन्छ खुसी हुन सक्दैन। त्यस्तै कन्डिसन राख्दै जान्छ मान्छेलाई, कहिले पनि खुसी हुन्छ। जबसम्म उसले आफूलाई भित्रबाट खुसी पार्न जान्दैन तबसम्म खुसी हुन सक्दैन। हाम्रो मकसद चाहिँ के हुनुपर्छ भन्दाखेरि कम्पेयर गर्छौँ भने पनि हामी आफैसँग कम्पेयर गर्नुपर्छ। अनि म हिजोभन्दा आज धेरै बेटर छु भन्ने कुरालाई इम्प्रुभमेन्टमा ल्याउनुपर्छ, डिसिप्लिनमा बस्नुपर्छ, कन्सिस्टेन्सीमा हामी आउनुपर्छ। अनि मात्र हामीले अगाडि फ्युचरहरू हामीले असल देख्न सक्छौँ। अघि भने जस्तै जब हाम्रो खुसीहरूलाई कुनै पनि कुरासँग हामीले कुनै कुरा राख्छौँ भने चाहिँ जस्तै हाम्रो प्रमोसनमा, जस्तै हाम्रो म यस्तो भएपछि मात्रै म खुसी हुन्छु भन्ने कुरा राख्छौँ भने चाहिँ हामीले चाहिँ हाम्रो खुसीहरू हामीबाट नै खुसी राखेको हुन्छौँ है। मेरो ऋण तिरिसक्छु अन्त म खुसी हुन्छु भन्नुहुँदैछ भने चाहिँ म पढिसक्छु अन्त म खुसी हुन्छु, म काम पाइसक्छु अन्त म खुसी हुन्छु भन्नुहुँदैछ भने चाहिँ त्यो चाहिँ खुसी हुँदैन है। तर त्यो जुन चाहिँ ग्रोथ हुँदै गरेको हुन्छ, जुन चाहिँ हामी हिजोभन्दा आज बेटर हुँदै गरेको हुन्छौँ, अनि त्यो कुरामा नै हामीले खुसी खोज्न सक्यौँ भने त्यो कुराले नै हामीलाई अल्टिमेट सेटिस्फ्याक्सनमा पुर्याउँछ है। जब पनि हामीले त्यो जग्गामा पुग्छौँ, जब हामीले डिजायर गरेको जग्गामा पुग्छौँ, तब पनि धेरै जस्तो मान्छेहरू खुसी हुन सक्दैन। भनेको जस्तो जब छ भने पनि खुसी हुन सक्दैन है। त्यो व्यक्ति जसले आफूलाई बनाएको छ, आफ्नो प्रिन्सिपलमा हिँड्छ, ऊ डिसिप्लिन मेन्टेन गर्छ, ऊ कन्सिस्टेन्ट छ भने चाहिँ उसलाई जस्तै हुरी बतास आउँदा पनि, दुनियाँले नराम्रो भन्दा पनि, तर ऊ चाहिँ मनभित्रबाट सेटिस्फाई हुन्छ अनि भित्रबाट नै उसले आनन्द गरिरहेको हुन्छ, ऊ खुसी हुन्छ है। किनभने उसको खुसी चाहिँ उसले कहीँबाट बाँकी मागेको हुँदैन, उसको खुसी चाहिँ उसले आफै कमाएको हुन्छ।